गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी हिँड्न गइरहेका छौँ खेतमा पानी लाउन। अर्को खेतमा म चाहिँ रेनकोट ओढेर हिँडिरहेको छु अनि म चाहिँ आज पानी लगाउने भनेर हिँडिरहेको हो। हेर्नु म चाहिँ यहाँ अहिले खोलामा पुगिसकेँ। अब खोलाबाट म जाने साथीहरू त्यो जस्तो भयो नि राम्रोसँग हेरिदिनुलाई साथीहरू। यहाँ चाहिँ अनि हाम्रो भैँसी पौडाउने भैँसी भन्नाले भैँस पौडाउने तलब छ यहाँ चाहिँ साथीहरू। हिजो हामीले पौडाएको त्यही भएर भैँसीले यहाँ हाँचे थियो। त्यति गहिरो छ कि मलाई डुबाइदिन्छ कि साथीहरू। त्यही भएर म चाहिँ आज पानी लाउनु हिँडेको। अलिअलि पानी परिरहेको त्यही भएर ट्याङ्को टोड्यो साथीहरू। जे जस्तो भए पनि लाइक सब्सक्राइब गरिदिनु है त साथीहरू। कर्णाली तिमी मेरो स्वाद गर्छस् कर्णाली तिमी मेरो कर्णाली। साथीहरू हेर्नु है त म अब प्रतीक्षालयमा पुग्छु। उताको प्रतीक्षालयमा हाम्रो घर अगाडि पनि प्रतीक्षालय छ, यहाँ पनि प्रतीक्षालय छ। मैले हरेक बार भन्ने छु साथीहरू प्रतीक्षालयमा जानुभयो भने फेरि फोहोर नगरिदिनु है त साथीहरू। यही भन्न चाहन्छु मैले। फोहोर भएन भने सबै बस्न मिल्छ अनि बसेर एकैछिन गफगाफ गर्नु पनि मिल्छ साथीहरू। यहाँ चाहिँ कति ठुलो छ, यहाँ चाहिँ बसेर गफगाफ गर्ने त्यसरी बसेर गफगाफ गर्न मिल्छ साथीहरू। त्यही भएर कसैले फोहोर नगरिदिनु है। सब चाहिँ गर्नु पर्यो है साथीहरू। अहिले चाहिँ म सानो बाटोमा आइसकेको छु। अब यसमा चाहिँ म हिँडेर तल गएर पानी ल्याएर अनि हजुरहरूलाई हाम्रो खेत जाउँदैछु साथीहरू। साथीहरू हेर्नु चाहिँ मैले त्यो भित्र आएर गएको थिएँ। अहिले चाहिँ म चाहिँ झोला बोकेर हिँड्नु छु साथीहरू। हेर्नु म चाहिँ झोला बोकेर हिँड्नु छु। हेर्नु मैले चाहिँ झोला बोकेर हिँड्नु छु साथीहरू। म अब तल जानेवाला छु साथीहरू। यहाँ चाहिँ मेरो मोबाइल छ त्यही भएर गीत बजिरहेको हेर्नु सुन्नु। हेर्नु ट्याङ्को चाहिँ मेरो अलिक ठुलो छ त्यही भएर मलाई अलि हिँड्न बाटोमा अप्ठ्यारो भइरहेको साथीहरू। अब चाहिँ म खेतमा गएँ तल गएँ हेर्नु साथीहरू। यहाँ चाहिँ अब मेरो चाहिँ सानीमाको घर आउने तल यहाँ चाहिँ लिला आन्टीको घरबाट तल आएँ म अहिले चाहिँ साथीहरू। यहाँ चाहिँ बाले यसमा के पठाउनु भएको थियो त्यही भएर मैले झोला छोड्न आएको थिएँ साथीहरू। त्यहाँ चाहिँ मोबाइल हालेर मकै हालेर लिएर आउँछु साथीहरू। अब पहिला म तल जान्छु अनि त्यसपछि आउने फर्किने बेला बालाई लिएर आउने छु अनि म हजुरहरूलाई देखाउने छु है खेत आज कस्तो पानी लगाउने नै छु। हेर्नु भ्यू हेर्नु साथीहरू। भ्यू हेर्नु उहिरोले ढाकिरह यस्तो देखिरह के भ्यू भन्ने होइन साथीहरू। यस्तो भ्यू भइरह यस्तो भ्यूलाई के कुछ भनिदिएर यस्तो उहिरोले। हेर्नु हेर्नु मकै खट्टा काटिसक्नु भएको छ। यहाँ चाहिँ हेर्नु सायद यस्तोलाई नि के भ्यू भन्ने। चाहिँ म उसमा आइसकेको छु। खासमा चाहिँ मैले फेरि त्यसैको भिडियो किन हालेको भने साथीहरू अस्ति नाउँछन् हिँडिआएको साथीहरू। किनभने मलाई फेरि सानीमाले कमेन्ट गर्नुभयो कि पानी जाउँ जाँदा तेरा पनि जाउँ न
त्यहाँ केराको बगैँचा नि छ के भन्नुभयो फेरि उसभित्र हो कि बारीभित्र त्यही भएर ल्याउन त भन्दा नि फेरि पानी लाएर नि आउँछु साथीहरूलाई फेरि त्यो पनि ल्याउँछु भनेर हिँडेको साथीहरू अब हेर्नुभयो त सानीमा पानी पनि लाएर आउँछु कि यता त्यहाँ उस बारीका उसहरू नि ल्याउँछु भनेर चाहिँ त्यही भएर हिँडेको चाहिँ पानी चाहिँ यत्रो रहेछ यहाँ साथीहरूलाई गइरहेको कलकल गइरहेको साथीहरू अनि हाम्रो खेतमा जाने चाहिँ यो पानी चाहिँ यहाँबाट हुँदै 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 माथि छ कि फेरि बाको खेत चाहिँ म के अरे खेत होइन घर चाहिँ अहिले चाहिँ म यता तलबाट आएको म अहिले जहाँ फर्किने बेला पस्छु भनेको छु ल हेर्नु होला केरा अनि बुट्टा फेरि उस पनि छन् अनि केरा उता पनि छन् त्यो ल हेर्नु कति धेरै केरा तलका उस पनि छन् साथीहरू ल हेर्नु केरा वहाँ एउटा पसिसकेको छ साथीहरू कति धेरै केरा हामी साथीहरू तल कति धेरै केरा हामी हेर्नुलाई त साथीहरू ल हेर्नु बुट्टा ल हेर्नु केरा ल हेर्नु नि बाटो त केरा बुट्टा त धेरै छन् बगैँचै हो नि उहाँ पनि पारी नै छन् साथीहरू उहाँ देख्दैन कि यहाँ अनि उहाँ घर अगाडि नै छ क्या साथीहरू उहाँ अगाडि नि छ अनि उहाँ पनि छन् ती त्यहाँ पनि छन् साथीहरू केराका बुट्टा त उता पारी नि छन् तर म चाहिँ अहिले हिलो साथी भएर गइनँ यति चाहिँ आइरहेको छु पसाइरहन् 3-4वटा अरू चाहिँ पसाएन साथीहरू अझै ठाउँमा छु केरा ल हेर्नु केरा ती यहाँ छ एउटा केराको बुट्टा ततै छन् साथीहरू अब फेरि म पानी लाउने ठाउँमा गएर भेट्नुलाई चाहिँ साथीहरू ल हेर्नु म चाहिँ अब पुग्नै लागिहालेको छु म खेतमा पुग्छु अनि त्यसपछि आजको लागि आउनु छु कस्तो रहेछ खेत हाम्रो पहिलोमा नि भिडियोमा नि हेर्नु भएन देख्नुहुन्छ अनि त्यसमा चाहिँ म बसेर पानी लगाएर गएको थियो साथीहरू त्यसमा हेर्नुलाई कस्तो राम्रो अनुभव छ अब नि त्यस्तै छ कि छैन हेरमै साथीहरू ल हेर्नु साथीहरू म चाहिँ खेतमा पुगिसकेँ तल कत्रो उस छ त्यो हाम्रो खेत हो साथीहरू लास्ट राम्रो भ्यू आइरहेको सबै हाम्रो खेत हो सबै त होइन अलि माथिको चाहिँ अरूको नि हो हाम्रो पनि हो कि साथीहरू त्यहाँ कस्तो रहेछ अब म चाहिँ तल गएर भेटाउने होला चाहिँ आइजलाई तल त्यहाँ उसमा पानी लगाउने अनि भेटाउने नि छु है ल साथीहरू म चाहिँ खेतमा आइसकेँ अब चाहिँ म खेतको बारीहरू देखाएर अनि म बसेर मकै हाल्नेछु त्यो हेर्नु मलाई चाहिँ कस्तो एकैछिन गीत गाउँदै रमाइलो गरेर अनि घर जानेवाला छु साथीहरू ल साथीहरू खेत कस्तो मलाई हेर म चाहिँ गीत बजाउँदै हिँडेको छु रमाइलो गर्दै हिँडेको छु तल गएर नि गीत बजाउनेवाला छु हेर्नुलाई साथी त्यो चाहिँ पहिलाको गीत साथीहरू यति ट्रेनमा हो अहिले त छैन त्यो गीत त त्यस्तो त पहिला थियो अहिले छैन साथीहरू अहिले त नयाँ गीत आइरहेका छन् अहिले भइरहेका छन् साथीहरू साथीहरू खेत
कस्तो दामी भइरहेको पानी लाउनु मात्र बाँकी थियो अझै तल छ कि हाम्रो खेत यो पनि हो कि अब तल पनि म यत्रो छुट्टी आउँछु यहाँ फेरि जुका छन् कि साथीहरू त्यही भएर अलि होसियार नै हिँड्नुपर्छ हिँड्दा फेरि होसियार भएर नि हिँड्नुपर्छ साथीहरू हजुरहरू पनि अलि होसियार भएर हिँड्नु होला जता जहाँ पनि दौडिन हुँदैन धेरै के भने धेरै चोट लाग्छ म पनि पहिला अलि सानोमा चाहिँ एकचोटि हात भाँचिएको त्यही भएर अहिले चाहिँ अलि दौडेर त दौडिन्छ अब यस्तो धेरै बिहेर भयो भने त यस्तो दौडेर पनि केही हुन्न फेरि उस भयो भने फेरि दौडिनु नि हुन्न क्या हात खुट्टा भाँच्यो भने पछि पैसा लाउँछ नि धेरै नै पैसा लाउँछ त्यही माथि पछिको लागि काम गर्न मिल्दैन त्यही भएर उस्तै गर्नुहुन्न म चाहिँ रेनकोट खोलेको छु हेर्नलाई जुको साथीहरू जुको चाहिँ यस्तो हुन्छ यो जुको चाहिँ जति लाउँछ त्यही भएर होसियार हुनुपर्छ यहाँ चाहिँ अर्को मोबाइल लिएर आएको थिएँ यहाँ गाना लगाउनुको लागि साथीहरू मैले मकै लिएर आएको छु मकै दिएर अहिले खानुपर्छ भोक हुन्छ त्यही भएर अहिले चाहिँ म यसलाई चाहिँ अब यहीँ राख्छु अलि सेफ्टीमा अनि म चाहिँ पानी लाउनु जानेछु साथीहरू हेर्नुलाई त्यही हुँदो रहेछ कि एउटा बा चाहिँ त्यो बाल चाहिँ पानी लगाउनु दिनुहुन्न त्यही भएर मलाई चाहिँ अलि हराउँछ साथीहरू पहिला चाहिँ यो म राखेर आउँछु सेफ्टीमा अनि त्यसपछि उता गएर पानी लगाएर हामीलाई साथीहरू यहाँ चाहिँ अहिले पानी पनि जान्छ साथीहरू पानी लगाउनुपर्छ अनि एकैछिन बसेर खाना अनि जान्छ त्यसपछि म घर जान्छु हजुरले के हुन्छ चाहिँ अब मैले राखिसकेको चाहिँ सेफ्टी ठाउँमा साथीहरू अब चाहिँ म उता गएर पानी लाम्दा साथीहरू अनि त्यसपछि घर जाने रमाइलो नि त गर्नु पऱ्यो नि साथीहरू घर गरेर के काम रमाइलो नि गरौँ अनि कतिर पानी लगाउँदै हिँड्दै हाल्छु म चाहिँ साथीहरू पढ्ने रोटी अरूहरू लाउनु भने चाहिँ अब म चाहिँ एकैछिन आफूले लाउँछु नि फेरि अरूहरू केही लगाएर जाने कि साथीहरू आफूले पनि लगाउने होइन अरू खाने फेरि लगाउने होइन आफूले लगाउने अरूले पनि लगाउने हाम्रो खेतहरू छ कस्तो राम्रो छ हेर्नु हाइट माथि गएर पहिला मुहाना गएर पानी लगाएको साथीहरू कति देखाउनुवाला थियो हेर्नु साथीहरू पानी हेर्नु दामी हेरेर त मजा यहाँ निक्लाएर आएको थियो कि जाडो हुन्छ भन्ने साथीहरू जाडो नि हुन्छ अब जाडो नि त हुन्छ नि अब यस्तो उसो भइरह जाडो हुने त कुरै भने यता पनि हाम्रो यत्रो साथीहरू यता पनि यत्रो चाहिँ
ले यस्तो राम्रो भ्यू आइरहेको अहिले फेरि है उता उता पारि फेरि फेरि उसरा यता चाहिँ यस्तो राम्रो भ्यू आइरहेको साथीहरू। जुका चाहिँ कति लाग्यो बाबा? जुका लगाएको ल हेर्ने बाबा रे फेरि कति जुका लगाउने हेरी जुकाले भ्याउँछ कि साथीहरू। यहाँ चाहिँ अलिक होसियार चाहिँ कति म फेरि वहीँ पुग्छु पानी लाएर अनि ढुङ्गामा बस्छौँ है साथीहरू। ल हेर्नु साथीहरू काम अनि त्यस्तो रोपाइ चाहिँ राम्रो भइरहेको चाहिँ त्यति बेलाको चाहिँ त्यहाँ आउनु पाइने साथीहरू। त्यो बेला चाहिँ नि हिँड्यो नि थियो त्यही माथि चिसो थियो जुका लगाउँथे अन्त हिँड्नु पर्थ्यो त्यस्तोमा। अनि मोबाइल लिएर आएर मम्मीले गाली गर्नु अनि म लिएर आएको साथीहरू। खसो भने फेरि गाली गर्नुहुन्छ कि त्यही भएर मम्मीले त्यही भएर अनि नलिकन आएको कि साथीहरू। म चाहिँ तल गइसकेँ अब पानी लाउनु थियो अनि त्यहाँबाट लाउँछु पानी अनि त्यसरी झुम्टामा बसौँ है साथीहरू। चिक हात खुट्टा धुन्छु अनि ढुङ्गामा बसौँला। त्यस्तै धेरै नै जुका लाउनु लागिसक्यो साथीहरू। अन्त तिनवटा लगाइसक्यो यार कति छिटो लाउने जुका नि जुका त भ्याउँछ यार साथीहरू। यहाँ चाहिँ अलि धेरै नै जुका पाउँछ। अब चाहिँ अलिक तुरेर पानी चाहिँ गइछ एकैछिन बसौँ अनि जाऊँ है साथीहरू घरतिर। जाऊँ एकैछिन ढुङ्गामा बसौँ त्यसपछि जाऊँ घरतिर। हजुर त कहाँ जानुहुन्छ त नि म जाने होला नि हजुर त अब मोबाइल गए जान्छ के अरे हजुर नि अब म गएँ कहाँ जाने। अहिले मैले झोला राखेर आइसकेँ म चाहिँ म एकैछिन यहीँ बस्छु गीत बजाउँछु रमाइलो गर्छु नि जानु पर्छ है साथीहरू घरतिर। जुत्ता झन् यहाँ चाहिँ लाएन अलि उतापट्टि त अलि उतापट्टि त प्लास्टिक लाउने कि हो नि जुका लगाइसक्यो फेरि यहाँ पनि त्यहीको जुका सरेर यहाँ आइसक्यो फाल्दा फाल्दै हैरानै हुँदो रहेछ। सहरमा बस्नेहरू त अब जुका नि फाल्दा पर्दैन केही हेर्नु पर्दैन घरै बस्छ त्यसरी। हाम्रो त अब स्कुल जाने अझै छुट्टी थियो त्यही भएर अब यसो गरम न त भनेर नि हिँडेको साथीहरू जुकाले भ्यायो। अब चाहिँ म गीत बजाउँछु अर्को मोबाइलमा। तेरा इंतजार सारे नशे बिखर तेरी को के सेवा जाता मेवा रेता इंतजार मेरे। अस्ति नि यहीँ आएर बसेर त गोठ दिएको थिएँ साथीहरू। यता चाहिँ पानी लाग्छ
पता नहीं इसको ये दिल क्यों पता नहीं मैं मोडूँ तुमसे जो ये निवाना यहाँ चाहिँ यत्रो ठुलो बुटो छ पनि उहाँको बुटो चाहिँ आउने बिर्सेछ साथीहरू उहाँ चाहिँ यत्रो माथि चाहिँ हो उहाँ चाहिँ कत्रो ठुलो बुटो छ कि साथी चाहिँ अब एकैछिन पाल्न हाल्छ नि घरतिर जाने हो नालेले कानगे नित्से मेरो जुलुक सुबा जान नालेले तो मेरे बेस अर्को गीत लगाउँछु साथीहरू म चाहिँ ऱ्याप लगाएको छु अब चाहिँ ऱ्याप एकैछिन गाउँछु को चौतारा ओडा नम्बर 32 भनेको मान केटा केबी त 25 आजको घाम हामी सेलाइसक्यो बक्सिस पहिला थियो साइकोलाई अहिले 536 धम्किन दे भाइ धम्किन दे मेरो धम्किन दे हारी बान्छ नि खेलमा मेरो भित्री आत्मा चम्किन दे चाहिँ आगो लाउँछ त्यसले चम्किन दे ठुलो काल अब ग्रुपको ग्रुप चाल तैँले पल्टिन दे अघि आउनेलाई पछि बारे फेरि पोख्रेर हामी केटाहरू सिनमा खतरा फेरि पूर्वदेखि पश्चिम आइपाली यति आउने मलाई अब यहाँ मोबाइल भन्छ सुन्नलाई सक्छ कहाँ छ अन्डरग्राउन्डबाट बाहिर आयो कहाँ छ इलाका चिरेर ढेकान नकालो गाह्रो पर्दा गई पर्दैन चट्टा त अब रिसाउँछ म बोल्न थाल्यो रिसाउँछ खतरा त्यसले ऱ्यापै नभए गीत गाउँछ सुते बाग्ला किन खिच्काउँछ खोलीले तललाई पोल्न सक्छ मेरो ससबाट पनि बिसाउँछ सो छैनस् क्या हो त पनि होसमा चुपलाई कल्लीको चोकमा अब अर्को बेनी यति आउने भन्छु हेरौँ न त्यस्तो साथीहरू केही म चाहिँ केही हेर्नेवाला छु म चाहिँ केही हेर्दै बस्छु यहाँ मान्छेहरू जानु बजट के अंदर सरवाइव करना पड़ेगा वो भी पानी के बीच में बोट बनाकर भाई सबसे ज्यादा बजट क्या है इसके अंदर है सबसे ज्यादा बजट 5000 रुपए और सबसे लो बजट है 100 रुपए जो भी तुझे मिलेंगे भाई मेरे 5000 मेरे 150 तो रख लेना 50 तो रख लेना अबे भाई तेरे आएंगे 100 रुपए और इसके आएंगे 200 रुपए और मेरे आएंगे गाइस 5000 रुपए ये गाइस दिन में सपने देख रहा दिन में रात में देख रहा ये पानी भला गरे हुन्न तेरे कमाउने हो आएको चाहिँ हेर्नु किशोर ने बोल डाल दी है और कितने रुपए आएंगे आज यूज भइरहेको छ मैले हेरिरहेको छु गाइस 200 रुपए के अंदर किशोर को बताए क्या करना पड़ेगा अच्छा गीत लगाउने पड़ेगी खाने पीने के लिए लेना पड़ेगा मायालाई भन्ने गीत सुन्नै मायालाई के दिउँ मैना फुल देऊ के फुल बोटेहरू माला मैना फुल देऊ के फुल बोटेहरू माला के दिउँ मैना फुल देऊ के फुल बोटेहरू माला
अब अर्को गीत चरी उड्यो भन्ने हेर्नु है साथीहरू। बसेको रेललाई घुडा कान्छी बसिन एक्लै हुनला बसेको रेललाई घुडा कान्छी बसिन एक्लै हुन कान्छीसित भेट भएको छुटिने कसम खाएको ल साथीहरू अब चाहिँ आजको लागि यति नै। हाम्रो खेत पनि देख्नुभयो साथीहरू, सबैले फेरि नि खेती आउनु भन्नुभएको थियो। हेर्नु फेरि हाम्रो खेत यत्रो भइसकेको छ, पानी चाहिँ यहाँ गयो। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाई।